हेलो साथीहरू, स्वागत छ यो आजको नयाँ भिडियोमा। आज चाहिँ हामी यसो मार्केटतिर घुमघाम गर्न जाँदैछौँ। गाउँतिरको यसो सानो मार्केटतिर हामी चाहिँ घुम्न गइरहेको आज। कहाँ जाने हामी? एटिएममा घुम्दै घुम्दै हामीहरू बैङ्कतिर जाँदैछौँ आज। है साथीहरू, हामी पुग्यौँ यो ओटिटी ब्याङ्कको ठ्याक्क एटिएमतिर। अब चाहिँ हामीहरूले एटिएममा पैसा जम्मा गर्ने। सर्बियाको यो चाहिँ एटिएम हो र ठ्याक्क यो एटिएममा चाहिँ पैसा दिनार त जम्मा हुन्छ, तर युरो हुन्छ कि हुन्न भनेर हाम्रो दाइले ट्राई गरिराख्नु। हेरौँ अब एकछिन। सुरुमा यसरी कार्ड हान्न, एटिएम कार्ड एक्सेप्ट भयो। पासपोर्ट हानिसक्नुभयो। अब पासपोर्ट हानेर ठ्याक्क यो तलको बक्स खुल्छ। अब डिपोजिटमा जानु, माथि फर्स्टमा छ नि त टुप्पामा, माथि हो डिपोजिट। हो त्यहाँ डिपोजिटमा गएपछि अब खुल्यो बक्स। त्यो बक्समा पैसा हाल्नु। युरो जाँदैन होला, दिनारमा जान्छ। चल्न त चल्यो। अब मेसिन पैसा त गन्यो भित्र, के हुन्छ अब। एक्सेप्ट गरेन है। यो चाहिँ पैसा युरोमा चाहिँ लिएन, दिनारमा जम्मा गर्न मिल्दो रहेछ। ल, कार्ड चाहिँ हाम्रो एक्सेप्ट भयो। ल, डिपोजिटमा जानु, माथि डिपोजिट। त्यसपछि तल ठ्याक्क यो बक्स खोल्यो, त्यहाँ अब पैसा हाल्दैछन्। पैसा हाल्ने, कन्टिन्यूमा जानु, कन्टिन्यू हुन्छ। कन्टिन्यूमा गइसकेपछि पैसा गनिरहेछ भित्र, आवाज आयो। त्यसपछि फिनिस डिपोजिट। फिनिस डिपोजिट भनिसकेपछि उताबाट बिल दिन्छ, एउटा बिल आउँछ।
त्यो बिल लिने ठ्याक्क बिल दिए कार्ड आयो हाम्रो एटिएम कार्ड। ल पैसा जम्मा भयो। मोबाइलमा मेसेज आइसक्यो होला अब।